साथीहरु वेलकम ब्याक छ मेरो युट्युब च्यानलमा हैन। म पनि सन्चै आरामै छु र हजुरहरु पनि सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा गर्दै हजुरहरुको लागि फेरि पनि एउटा छोटो मिठो भ्लग लिएर आएको छु। मैले चाहिँ धेरै पछि अन्त दमल जाँदा नि बनाए, चितवन जाँदा नि बनाए, त्यसमा पनि सबैले सपोर्ट गरिदिनु होला। अनि के भन्छ न्यू इयरमा पनि बनाउन पाइन, छाब्दी जाँदा नि बनाउन पाइन, अनि त्यो हुन्छ नि दमलबाट फर्किँदा नि बनाउन पाएन, अनि त्यस्तै अब बन्न नि पाएन। अनि आज त्यसो मौका पाएँ भिडियो बनाउने, अनि त्यही भएर छोटो मिठो भिडियो बनाऊ भनेर चाहिँ भिडियो चाहिँ एकदम सुरु गरिहाल्छु क्या। अनि एउटा अब चाहिँ के भन्दाखेरि मैले पनि सन्चै थिएन कि भर्खर कति 3 दिन भयो क्या सन्चै हुन छोडेको। रुगा लाग्ने, रुगा त अझै पनि नास्ता बजिरह, अन्त एउटा रुगा लाग्ने, खोकी लाग्ने, खोकी र रुगा चाहिँ अझै पनि लागिरह, अनि ज्वरो आउने, टाउको दुख्ने त्यस्तो भइरहेको थियो। अन्त एउटा मुख पनि कालो न कालो भयो होला है। हात त पुरै यस्तो कालो छ है, हात त सबै अनि यो नको टुप्पो छ नि, यो पनि सबै त्यही उसले गर्दा क्या। त्यो ढलनको त बालुवाले खाइदिएको हात त। अनि ढलन गर्न नि गएको क्या तल 2 दिन गएँ, 3 दिन के को 2 दिन हो नि 3 दिन। अनि त्यति बेला भ्लग पनि बनाउन पाएन क्या त कामको कारणले हैन। त्यसको लागि चाहिँ म एकदम माफी चाहन्छु हजुरहरुसँग। अन्त एउटा नि अब टक्क म पनि उता दमल जानुभयो। मेरो लास्ट भ्लग चाहिँ यही होला अब 24 गतेसम्मलाई। अब भोलि त म पनि नासिटार जान्छु नि त, भोलि चाहिँ भ्लग आउँदैन। त्यही हो, अब भोलि चाहिँ भ्लग आउँदैन। अनि त्यहाँबाट अनि आज चाहिँ यसो अब साथीले दिउँसो चाहिँ कता घलेगाउँ हो कि कता अझ नि भन्दैछ क्या। घलेगाउँ हो कि त तामाकोट तनाउ राईपाले त घलेगाउँ नै त होला, त्यही जाने भने के कामले हो। अन्त टक्क त्यहाँ जान्छु दिउँसो, त्यहाँ गएको नि भ्लग आउँछ। अन्त एउटा अहिले चाहिँ त्यही हो। अन्त मम्मीहरू पनि सबै उता जानुभयो। म टक्क बाख्रालाई चाहिँ कुँडा हाल्छु म बाख्रालाई के भयो। यो आउँछ भयो बोका भएर यो भर्खरै पाएको, अनि यो चाहिँ बाख्राको लागि कुँडा। लाला खा। किन कुँडा पनि बाख्राले खाँदैन भने किन होला। खा के खान्छ र नअरू त के हो र। खोकेर अझै पनि आइरह टक्क मम्मी जानुभयो। अब दिउँसो टक्क तामाको यात्रा हुँदैछ मेरो चाहिँ, मेरो साथीको। त्यति बेला पनि भ्लग आउँछ। अहिलेको लागि चाहिँ त्यति बेला भेटौँला है त। हेलो, म चाहिँ होइन आज ट्याक्टर आएर गणेशको भ्लग गर्दैछु, किनकि गणेश चाहिँ मेरो मामा घर जाँदैछ कि आज। मैले हिजै भनेको थिएँ गणेशलाई ट्याक्टर जान्न त दाजुभाइ मिलेर हाम्रो मामा घरतिर भनेको थियो। अनि हुन्छ भनेर चाहिँ अनि आज म गणेश मामा घर जान लागेको मेरो। अनि के नै होला भनेर यो आयो होइन, तर आखिरमा चाहिँ म हजुरबालाई भेट्न र कुखुरा लिन हो कि आएको चाहिँ। गणेश चाहिँ निकै प्र्याङ्क भयो, ठुलै काम पर्यो भनेर बोलाइदिएको थिएँ मैले, अनि लास्टमा कुखुरा लिन हो। त्यही हो गाइस, यस्तो जङ्गलको बाटो हो होइन, गाह्रो छ यो बाटो हिँड्न, जे पनि हुनसक्छ यस्तो जङ्गलमा। त्यो भएर होसियार, एक्लै चाहिँ नहिँड्नु होला, त्यही भन्न चाहन्छु म। गणेशजी ट्याक्क लगाएर यहाँ त्यही अब भनेको सबै साथीले भनिसक्यो। अनि मैले अस्ति हाल्नु, तर आज चाहिँ साथीको मामाहरू घुम्ने मौका चाहिँ पाइयो। यो तामाकोट घलेगाउँ होइन त, घलेगाउँ फेरि घलेगाउँ भनेर लम्जीको घलेगाउँ होइन है, फेरि झुक्किनु होला नि फेरि। यहीँ यता राईपाली भन्दा यता हाम्रो यता तनहुँ नि घलेगाउँ हो, सानो बस्ती हो क्या त्यहाँ चाहिँ। नि त्यही हो,
त्यहाँ हिँडिरहेछौँ दुईजना अन्त के पनि ठुलै काम पऱ्यो केटाले किन बोलायो यसरी त बोलाउँथेन भनेको पुरा लिने रहेछ एउटा हिँडिरहेको जे होस् पुरै पसिनै पसिना भयो गरौँ न अनि टक्क हाम्रो चाहिँ सामान चाहिँ यहाँ छ कुक अनि मेरो पहिलाको भिडियोमा पनि सबैले सपोर्ट गरिदिनु होला सबैले सब्सक्राइब गरिदिनु होला मैले उता चिकन गएको सबै भिडियो नै हालेको छु नि त युट्युबमा अनि त्यहाँबाट भन्छ नि कोही त त्यो उता कता बजारहरूमा त क्यामेरा देखाउन लजाउने अनि त्यो हुन्छ नि तर ममा चाहिँ त्यस्तो छैन है पहिला चाहिँ मसँग चाहिँ कन्फिडेन्स छ क्या पहिला चाहिँ मलाई धरि डर लाग्थ्यो नलाग्ने त होइन तर अहिले त मलाई त्यस्तो डर सर केही पनि लाग्दैन क्या तर यो डराउने रहन्छ चाहिँ नभने तर तपाईँहरूले नै सपोर्ट चाहिँ गरिदिनु पऱ्यो है मलाई चाहिँ फेरि अनि एउटा त भन्छ नि कोही मान्छेको अगाडि बोल्नै डराउने लजाउने डराउने बजारमा गएर त्यो हुन्छ नि ममा चाहिँ त्यस्तो छ भने म चाहिँ गर्न सक्छु भन्ने क्षमता चाहिँ छ क्या ममा अब तपाईँ हामी अब टक्क आज मामाहरू जानेछौँ होइन साथीको भोलि त हाम्रो इक्जाम छ इक्जाम त पर्सि भोलि जाने कसरी दिने आफैले त छैन केही तयारी गरेँ होइन म त गएर गीत मात्रै लेखेर आइदिन्छु गीत मात्रै लेखेर आइदिन्छु अनि टक्क त्यही हो अब इक्जामको तयारी गर्नुपर्छ भोलि गएर अब इक्जाम भएन भने चाहिँ अर्को नयाँ भ्लग लिएर आउनेछु फेरि पनि हजुरहरूलाई अनि त्यहाँबाट अनि इक्जाम भयो भने चाहिँ इक्जामहरू चाहिँ इक्जामको तयारी चाहिँ गर्नु पऱ्यो पढ्नु पऱ्यो होइन अब आन्दोलन चलिरह नि त उता केटिएमतिर अनि त्यहाँबाट आन्दोलनले कहिले सारे कहिले के सारे भन्छन् टिचरहरू उत्तिकै गरेर नाच्ने कोही साडी लाएर नाच्ने कोही टिकटक बनाउने त्यस्तो गरिरहनु भएको छ हाम्रो टिचर शिक्षक मित्रहरू पनि त्यस्तो नगरिदिनु होला भन्ने चाहिँ मैले यहीँबाट सबैलाई भनिरहेको छु अन्त इक्जाम सरेछ भन्नुभयो सरहरूले इक्जाम अब कहिले जेठको 26 गते हुने जस्तो लाग्छ मलाई त अघि सरले भन्नुभयो अब सर आफैले थाहा छैन क्या इक्जाम हुन्छ कि हुन्न अत्तपत्ता छैन क्या सरलाई घरि अनि इक्जाम दिन त पऱ्यो तयारी गर्नु पऱ्यो भोलि गएर अब यति अब इक्जाम हुने नै भने चाहिँ यही हो आजको मेरो लास्ट भ्लग इक्जामभन्दा अगाडि होइन अन्त एउटा इक्जाम भएन भने चाहिँ भ्लग लिएर आउने चाहिँ त्यही हो अब यो चाहिँ ओखली है भरे हाँड्दाखेरि खतरा भ्यू देखिन्छ नि फेरि हामी जस्तो हाईमा चढेर यस्तो यो देख्नु भयो नि त्यो इत्रो त भन्छ नि सानो बस्ती त्यो चाहिँ ओखली हो है तर खतरा रमाइलो छ क्या यहाँ चाहिँ अब घुम्न आइदिनु होला त्यही हो अब हेर्दै जाउँ अब हेर्दै गर्दा म खासै भिडियो चाहिँ बनाउँदिनँ बाटो त लामो हो नि त धेरै भिडियो बनायो भने त अहिले एकछिन अरू त बनाउनु पाउँदिनँ नि त अब एकछिन अफ गर्छु अब साथीको मामाहरू चाहिँ भेटौँला है त यो चाहिँ हाम्रो टक्क घले गाउँ है यो चाहिँ खासै ठुलो बस्ती चाहिँ छैन यहाँ घले गाउँ हो यो चाहिँ देख्न सक्नुहुन्छ यो पुरै जताततै जे होस् ठाउँ चाहिँ बस्न चाहिँ एकदम रमाइलो छ क्या यो ठाउँमा चाहिँ त्यही हो अब टक्क अब यहाँबाट कति मिनट लाग्छ साथीको मामा घर पुग्नलाई साथीको मामा घर पनि जान पर्यो गएर चाहिँ अब एकछिन टक्क त्यहाँ बसेर अब पानीसानी खायो अब एकछिन गफ गऱ्यो आमा बासँग होइन अनि त्यही अब भुल्न चाहिँ धेरै बेर चाहिँ भुलिन्न है अनि किनभने घरमा मम्मी हुनुहुन्न नि त मम्मी आज त्यस्तै काम परेर दमल जानु भयो अनि त्यहाँबाट अनि म चाहिँ यसो हिँड्न पाए बेलामा भनेर आइदियो हो अब टक्क साथीको मामाहरू बस्छु साथीको मामाहरू बस्छु चाहिँ कुन यही अब यो अगाडिको अब साथीको मामाहरू चाहिँ यही रहेछ अनि म टक्क त्यहाँ जान्छौँ गएपछि चाहिँ अब टक्क त्यहाँ एकछिन बस्छौँ बसेपछि एकछिन गफ गर्नु पर्यो आइसकेपछि होइन अब नमस्कार पनि गर्नुपर्ने होला त्यही हो अनि टक्क यहाँ चाहिँ हेर्नु न यो ठाउँ चाहिँ यस्तो बबाल छ क्या दाउरा हल्लिया चाहिँ यस्तो खतरा चाहिँ लाउनु तरिका चाहिँ
अनि यस्तो बाटोमा नि बस आउँछ है, यस्तो बाटोमा नि बस आउँछ कि यहाँ चाहिँ। अहिले हुन त हाम्रो घरतिर नि पिच हुँदैछ, घरमा तल पिच हुँदैछ। ल फाइनल्ली घलेगाउँ आइपुग्यो। साथीको मामा घर पनि यही रहेछ, आइयो। ल यो मामा घर। सो फाइनली हामी चाहिँ मामा घर आइसकेको अवस्था छ। बाजे चाहिँ कति जानुभयो, त्यही हो अब यही रहेछ। अब एकछिन बसौँ, अब एकैछिन हो, अब धेरै बेर चाहिँ होइन। आन्टी नमस्ते। जे होस् ठाउँ चाहिँ एकदम रमाइलो रहेछ यहाँ चाहिँ। यो घर चाहिँ रित्ते रहेछ, त्यही हो अब। तर यहाँ हजुरले यहाँ पनि देख्न सक्नुहुन्छ है, जस्तो मकै चाहिँ हाम्रो उता पनि ठुल्ठुलो भइसकेको रहेछ। यहाँ चाहिँ मकै चाहिँ ठुल्ठुलो भएर चाहिँ धारो चाहिँ फेस त ल फेस चाहिँ धुनु पऱ्यो। मको तातो पानी हो। लास्टै रुगा लगायो क्या, नाक दुखेर रुगा लाएर हेर्नु है, यस्तो गाह्रो भयो क्या। अनि टक्क त्यही हो, यहाँ चाहिँ एकदम राम्रो व्यवस्था रहेछ यो ठाउँमा चाहिँ। भर्खर आएको हामी त्यहाँ, भर्खरै वहाँ माथिबाट भिडियो बनाउँदा भर्खरै आयो। जे होस् चिनी अब सबैले चिनिन्छ, त्यही हो। अब घर चाहिँ जे होस् यस्तो राम्रो रहेछ। हेर्नु न कपाल यस्तो झन् खतरा तरिकाले पाल्छ भनेको। कपालै यस्तो भएर पुरै त सुकिया पराल जस्तो भयो कपाल। नस्पतिको रुख पनि रहेछ। अब हाम्रो बाजे चाहिँ कति जानुभयो अब, त्यही अब एकछिनमा भेट्नुपर्छ। त्यही अब टक्क बाजे हुनु भएन, आन्टी चाहिँ हुनुभएको रहेछ, एउटा भाइ रहेछन् घरमा। अनि बाजे र अनि आमा चाहिँ कति जानुभयो। त्यहाँबाट यहाँ चाहिँ अरू त के र यता चाहिँ बाजा र चाहिँ उता मौरीको घर रहेछ। अनि यहाँ चाहिँ यस्तरी लसुन सुकाउनु भएको रहेछ क्या। त्यही अब एकछिनमा टक्क अब एकछिन बस्छ। अनि अब अहिले एकछिनमा भेट्नुपर्छ है। अनि अहिले एकछिन अब टक्क घर जाने बेलामा भेटौँला है त, त्यही हो। कहिले ले त चा उता जा गयो सबै डराएको त किन हामीलाई देखेर हो क्या कुखुरा डराएको। होइन मैले फर्काएर ल्याउँछु। खोइ आन्टी मलाई त केही पनि थाहा छैन, साथी मात्र आइदिएको। ओइ यता जा हेर्न फेरि कुखुरा पनि लास्टै मान्छे जस्तै चलाएको छ भने हिँड्नै भयो छोडी के कता कता छिरेको अलि निमाख दिन्छ। अनि खोइ त पढ्नै मान्दैन त यार कुखुरा यार, कता गयो कुखुरा त यो फस्या छैन यहाँ त ल ए ल ल ल फाइनली म चाहिँ घरभन्दा अगाडि ढुङ्गामा आइसकेको अवस्था छ भन्ने आइसकेँ। हेर्नु म यत्रो उकालो चढेर आएको क्या, यत्रो उकालो क्या। उहाँको चाहिँ म पनि मैले पढेको स्कुल भइहाल्यो त। यहाँ चाहिँ बस्ती तल्लो गाउँ।
अनि यो चाहिँ माथिल्लो गाउँ भयो ल हाम्रो गाउँ होइन। अनि त्यही हो उता त तल चाहिँ घलेछाप। अब टक्क घरतिर पनि लाग्नु पर्यो नि त, त्यही हो। अब साथीको मामा घर गयो, एकदम खतरा रमाइलो भयो होइन। अनि टक्क खानेकुरा पनि लिएर आएको छु मैले। आज घरमा एक्लै छु नि त अब, अनि त्यही भएर टक्क काम पनि गर्नु पऱ्यो घरतिरको, कामसाम गर्नु पऱ्यो, एकछिन बस्नु पऱ्यो। पुरै पसिनै भयो। भयो रमाइलो भयो, गफ पनि गरियो। त्यो चाहिँ चौतारा। अनि यो चाहिँ हाम्रो मकैबारी भएर लास्ट गाह्रो भयो क्या। उकालो चढेर आउँदा यहाँ एकतिर रुगा लाग्यो, एकतिर सास फुलेछ है, सास बढेको के। अनि मकै पनि गोडेर सकिसके। अनि त्यही हो। अब घर पुग्यो, अब घर गएर एकछिन रेस्ट गर्छु म। गरिसकेँ पुगेर घर आयो, अब टक्कै एकछिन रेस्ट गर्छु। पक 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 के भयो बिचारा हाय। हो बिचरा कति भोकायो होला घाँस खान्छस्। पुरै पसिनै भयो कि मलाई। ल खा, अहिले म झुन्ड हिँड्छु, एकछिन आउने आराम गर्नु पऱ्यो। त्यही हो, आजको दिन चाहिँ एकदम खतरै भएको जस्तो हो। पुरै पसिना खायो सब, पसिना पुरै पसिना यस्तै कहिले पनि नआउने पसिना खान्छ। बल खेल्दाखेरि नै आउँथेन मेरो यतिको पसिना त। त्यो उकालो चढ्यो। अनि त्यही हो। अब इक्जामभन्दा अगाडि चाहिँ म भिडियो बनाउँदिनँ, इक्जामको तयारी त गर्नु पऱ्यो नि त। अब टक्क न्यू भ्लग विथ न्यू डे विथ न्यू भ्लग चाहिँ अब 24 गते आउँछ। ट्रेन 24 गतेबाट जान सकिन्छ। अनि त्यसपछि त अनि छुट्टी हुन्छ नि त। छुट्टीमा चाहिँ म राम्रो कन्टेन्ट खोजेर राम्रो भिडियो बनाउँछ। आजको यो भिडियो जे जस्तो भयो नि सबैजनाले हेरिदिनु होला होइन। अनि त्यहाँबाट सबैजना सब्सक्राइब गरिदिनु। सब्सक्राइब गरिसकेपछि चाहिँ अनसब्सक्राइब नगरिदिनु होला है कसैले नि। पहिला त अरूको भिडियोहरू त सजिलो हुन्छ जस्तो लाग्थ्यो होइन। अनि त्यहाँबाट अहिले आफूले पनि थाहा भयो कि युट्युबर बन्न कति गाह्रो हुँदैछ भनेर क्या। हुन त मेरो चाहिँ खासै धेरै सब्सक्राइब त छैन, 146 छ। अझै पनि सबैले सपोर्ट गरेर 1K सम्म पुर्याइदिनु होला भन्दै होइन। अनि त्यहाँबाट युट्युबर भएपछि गाह्रो हुँदैछ कि अरूको भिडियोहरू त सजिलोसँग म त त्यस्तो जस्तो लागेको थियो पहिला आफूले नबनाउँदा होइन। अहिले आफूले बनाउँदा चाहिँ 1 सब्सक्राइब नि कति खाँचो हुने रहेछ क्या। 1 सब्सक्राइब पनि लास्ट महत्त्वपूर्ण हुने रहेछ क्या। त्यसैले सबैले सपोर्ट गरिदिनु होला मलाई चाहिँ होइन। अनि त्यहाँबाट अहिलेसम्म चाहिँ गाउँको 2nd नम्बरमा छु। यही कोटगाउँ भन्ने कोटगाउँको नम्बर 1 भ्लगर चाहिँ होइन, 2ndमा छु। नम्बर 1 भ्लगर बनाइदिन सबैले सपोर्ट गर्नु होला। गाउँकै फेरि नेपालको भने होइन, नेपालको त मभन्दा पनि ठुल्ठुलो युट्युबरहरू हुनुहुन्छ नि त। त्यसले सपोर्ट गरिदिनु होला। त्यही हो। अब नेक्स्ट भिडियो चाहिँ 24 गते आउँछ। अब इक्जाम आउँदैछ, तयारी पनि गर्नु पऱ्यो। त्यही हो। अब पटक्क एकछिन घर आइसक्यो। अब घर आएपछि नि कामसाम नि गर्नु पऱ्यो नि त, काम गर्नु पऱ्यो होइन। आज त घरमा नि मम्मी नि हुनु भएन, घर त रित्तै हो। ल सबैलाई सबैसँग बिदा माग्दै त्यही अब नयाँ भ्लग नयाँ भिडियो चाहिँ 24 गते आउँछ है। अब इक्जाम छ, इक्जाम तयारी गर्नु पऱ्यो। त्यही हो। अब 24 गते मात्र आउँछ, सबैले सपोर्ट गरिदिनु होला। फाइनली म चाहिँ घरभन्दा अगाडि ढुङ्गामा आइसकेको अवस्था छ भने आइसकेँ। हेर्नु म यत्रो उकालो चढेर आएको क्या, यत्रो उकालो क्या। उहाँको चाहिँ मैले पढेको सुरु भइहाल्यो त। यहाँ चाहिँ बस्ती तल्लो गाउँ, अनि यो चाहिँ माथिल्लो गाउँ भयो ल हाम्रो गाउँ होइन। अनि त्यही हो उता त
तल चाहिँ घले छाप। अब टक्क घरतिर पनि लाग्नु पर्यो नि त, त्यही हो। अब साथीको मामा घर गयो, एकदम खतरा रमाइलो भयो होइन। अनि टक्क खानेकुरा पनि लिएर आएको छु मैले। आज घरमा एक्लै छु नि त, अब अनि त्यही भएर टक्क काम पनि गर्नु पऱ्यो घरतिरको। कामसाम गर्नु पऱ्यो, एकछिन बस्नु पऱ्यो। पुरै पसिनै भयो। दिवस रमाइलो भयो, गफ पनि गरियो। त्यो चाहिँ चौतारा। अनि यो चाहिँ हाम्रो मकैबारी भएर लास्ट गाह्रो भयो क्या। उकालो चढेर आउँदा यहाँ एकतिर रुगा लायो, एकतिर सास फुल्यो है, सास बढेको के। हामीले मकै पनि गोडेर सकिसके। अनि त्यही हो, अब घर पुग्यो। अब घर गएर एकछिन रेस्ट गर्छु म। गरिसकेँ, घर पुगेर घर आयो। अब टक्कै एकछिन रेस्ट गर्छु। पक 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 के भयो बिचारा? हाय हो बिचरा, कति भोकायो होला घाँस खान्छस्। पुरै पसिनै भयो क्या मलाई। ल खा, अहिले म झुन्डाइन्छु एकछिन, आउने आराम गर्नु पऱ्यो। त्यही हो, आजको दिन चाहिँ एकदम खतरै भएको दिवस हो। पुरै पसिना खायो सब, पसिना पुरै पसिना यस्तो कहिले पनि नआउने पसिना खान्छ। बल खेल्दाखेरि नै आउँथेन गएर यतिको पसिना त। अनि त्यो उकालो चढ्यो। अनि त्यही हो, अब इक्जामभन्दा अगाडि चाहिँ म भिडियो बनाउँदिनँ। इक्जामको तयारी त गर्नु पऱ्यो नि त। अब टक्क न्यू भ्लग विथ न्यू डे विथ न्यू भ्लग चाहिँ अब 24 गते आउँछ। ट्रेन 24 गतेबाट जान सकिन्छ। अनि त्यसपछि त अनि छुट्टी हुन्छ नि त। छुट्टीमा चाहिँ म राम्रो कन्टेन्ट खोजेर राम्रो भिडियो बनाउँछ। आजको यो भिडियो जे जस्तो भयो नि सबैजनाले हेरिदिनु होला होइन। अनि त्यहाँबाट सबैजना सब्सक्राइब गरिदिनु। सब्सक्राइब गरिसकेपछि चाहिँ अनसब्सक्राइब नगरिदिनु होला है कसैले नि। पहिला त अरूको भिडियो हेर्दा त सजिलो हुन्छ जस्तो लाग्थ्यो होइन। अनि त्यहाँबाट अहिले आफूले पनि थाहा भयो कि युट्युबर बन्न कति गाह्रो हुँदो रहेछ भनेर क्या। हुन त मेरो चाहिँ खासै धेरै सब्सक्राइब त छैन, 146 छ। अझै पनि सबैले सपोर्ट गरेर 1K सम्म पुर्याइदिनु होला भन्दै होइन। अनि त्यहाँबाट युट्युबर भएपछि गाह्रो हुँदो रहेछ कि। अरूको भिडियोहरू त सजिलोसँग म चाहिँ त्यस्तो जस्तो लागेको थियो पहिला आफूले नबनाउँदा होइन। अनि अहिले आफूले बनाउँदा चाहिँ 1 सब्सक्राइब नि कति खाँचो हुने रहेछ क्या। 1 सब्सक्राइब पनि लास्ट महत्त्वपूर्ण हुने रहेछ क्या। अनि त्यसैले सबैले सपोर्ट गरिदिनु होला मलाई चाहिँ होइन। अनि त्यहाँबाट अहिलेसम्म चाहिँ गाउँको 2nd नम्बरमा छु। यही कोटगाउँ कोटगाउँको नम्बर 1 भ्लगर चाहिँ होइन, 2ndमा छु। नम्बर 1 भ्लगर बनाइदिन सबैले सपोर्ट गर्नु होला। गाउँकै फेरि नेपालको भने होइन, नेपालको त मभन्दा पनि ठुल्ठुलो युट्युबरहरू हुनुहुन्छ नि त। त्यसले सपोर्ट गरिदिनु होला। त्यही हो, अब नेक्स्ट भिडियो चाहिँ 24 गते आउँछ। अब इक्जाम आउँदैछ, तयारी पनि गर्नु पऱ्यो। त्यही हो, अब पटक्क एकछिन घर आइसक्यो। अब घर आएपछि अनि कामसाम नि गर्नु पऱ्यो नि त, काम गर्नु पऱ्यो होइन। आज त घरमा नि मम्मी नि हुनु भएन, घर त त्यही हो। ल सबैलाई सबैसँग बिदा माग्दै त्यही हो। अब नयाँ भ्लग नयाँ भिडियो चाहिँ 24 गते आउँछ है। अब इक्जाम छ, इक्जाम तयारी गर्नु पऱ्यो। त्यही हो, अब 24 गते मात्र आउँछ। सबैले सपोर्ट गरिदिनु होला।